हेलो गाइस आज मैले DJI Mini 4 Pro RS2 ड्रोन किनेर ल्याएको छु। यो चाहिँ Mini 5 Pro भन्दा अगाडिको भर्जन हो। यो भर्जन चाहिँ कस्ट बेनिफिट एनालिसिसको हिसाबले चाहिँ अलिकति सस्तो र फिचर्स चाहिँ एज कम्पेयर टु Mini 5 Pro इट्स बेटर हुन्छ नि। फिचर्स पनि लगभग उस्तै छ तर कस्टको हिसाबले चाहिँ Mini 5 Pro अलि हाई हुने भएको कारणले चाहिँ मैले यो लिएर आएको छु। यो मेरो भर्खर आइपुगेको छ। यो चाहिँ मलाई टोटल केनेडियन $113 जति परेको छ। सरी $1,300 जति परेको छ है। म आज यो अनप्याक गर्दै गइरहेको छु। लेट्स अनप्याक गाइस। ओके, सो वी हेभ दिस वान हियर। मैले यो बक्स मेन बक्स चाहिँ अघि खोलिसकेँ होइन। यो चाहिँ हाम्रो सी गाइस, दिस इज DJI Mini 4 Pro है। DJI Mini 4 Pro. Let's unpack this guys. Okay, now okay, DJI Mini 4 Pro. यो चाहिँ मैले फ्लाइ मोर कम्बो प्याकेज किनेको, जसमा चाहिँ मलाई एडिसनल 2वटा ब्याट्रीहरू पनि आउँछ, स्पेयर ब्याट्री पनि आउँछ। लेट्स अनप्लग दिस गाइस। Okay guys, okay, एउटा ब्याग जस्तो रहेछ। ओके, ब्यागमा आएको हुँदो रहेछ। ओके, यो ब्यागले यसरी बोकेर हिँड्नु पनि मिल्यो है। अनि यो ब्यागमा आएको हुन्छ। अनि त्यसमा चाहिँ मसँग स्पेयरहरू, स्पेयर विङ्स, अनि त्यसपछि USB पोर्टहरू, अनि यो स्क्रु ड्राइभरहरू आएको छ। यो चाहिँ एडिसनल एक्सेसरिजहरू छ। And this is my main boy. Let's open this. Okay. Okay guys, so मसँग छ first see RS2. okay, this is better than RSN2 because RSN2 मा चाहिँ हामीलाई त्यो फोन चाहिने हुन्छ, तर यसमा चाहिँ यो स्क्रिनले नै देखाउँछ कि त्यो भिडियो के भइरहेको छ भनेर है। सो RS2 इज बेटर। ओके, लेट्स अनप्याक दिस। सी, सो ब्युटिफुल। यसमा चाहिँ यो एन्टेना पनि छ है। यसलाई म अहिले जोडेर देखाउँछु ल। पहिले सबै कुराहरू अनप्लग गर्दै जाउँ, अनप्याक गर्दै जाउँ। त्यसपछि हामीसँग छ एउटा यो, लेट्स सी व्हाट इज दिस। ओके, सी गाइस, दिस इज DJI Mini 4 Pro. okay, this is my beautiful boy. फोल्ड दिस। यसलाई बेल्टमा पनि आएको हुन्छ। सो यसलाई चाहिँ तपाईँले पछि कहीँ लिएर जानु पऱ्यो भने यसलाई प्याक गरेर जान सकियो। एन्ड लेट्स ओपन इट्स विङ्स। ओके, सो आई हेभ दिस हियर, फर्स्ट विङ, this here, second wing, third wing, and 4 wings. See, what a beautiful boy. See, it's beautiful, right? Yeah, यसलाई देख्छु हेरौँला यो के हुन्छ यसमा भनेर। त्यसपछि हामीसँग आएको छ एडिसनल फ्लाइ मोर कम्बो किनेको कारणले गर्दा मसँग 2वटा एक्स्ट्रा ब्याट्री आएको छ। एउटा ब्याट्री अलरेडी यसमै छ। सो हामीसँग 3वटा ब्याट्री हुन्छ। ब्याट्री होल्डर, यसलाई चार्ज गर्दाखेरि चाहिँ यसमा यो USB पोर्टबाट आउट हुन्छ र यो टाइप सीबाट इन हुन्छ। र यो चार्ज हुँदाखेरि चाहिँ यो वान आफ्टर एनअदर चार्ज हुँदै जान्छ। एउटा सिक्वेन्समा चार्ज हुन्छ, एकैचोटि चार्ज हुँदैन। एउटा चार्ज दिएपछि त्यो अनि अर्को चार्ज त्यसरी हुँदै जान्छ। सो वी हेभ दिस चार्जर चार्ज। एन्ड हामीसँग यो छ यो गिम्बललाई होल्ड गर्ने यो होल्डर हुन्छ है। गिम्बलको तल राख्ने चाहिँ म अहिले देखाउँछु। यो पनि छ हामीसँग। र अर्को एक्सेसरिजहरू देखाएँ मैले है।
नाउ लेट्स सी यसलाई चाहिँ के गर्नु छ भने यो यसको यो तल यो गिम्बलको कभर हो, यो गिम्बल कभरलाई तलबाट यसो गरेर पुल गर्ने अलिकति यसरी खोल्छ र यसरी निकाल्नुहुन्छ. सी गाइस, दिस इज माई गिम्बल. ओके, सी दिस इज माई गिम्बल. यसलाई चाहिँ यो होल्डरले चाहिँ तल होल्ड गर्नु पनि मिल्छ है. अनि यसमा 1 लेन्स, 2 लेन्स, 3 लेन्स, 4 लेन्स. दिस इज मेन गिम्बल भइहाल्यो. अनि त्यसपछि यता पछाडि सेन्सर छ, 5 लेन्स, 6 लेन्स हुन्छ. यसमा सेन्सर पनि छ. सेन्सर भनेर चाहिँ कुनै अब्स्टेकलहरू आयो भने चाहिँ त्यो अब्स्टेकललाई चाहिँ यसले बाइपास गरेर अगाडि बढ्छ है. यो दुईवटा मोड हुन्छ. एउटा अब्स्टेकल केही चाहिँ सेन्स गर्यो भने यसलाई त्यहीँ रोकिने अथवा यसलाई चाहिँ त्यसलाई बाइपास गरेर अगाडि बढ्ने भन्ने हुन्छ. जस्तो फर इक्जाम्पल दिस इज ट्री, दिस इज यो भयो भने यो गयो भने यसले देख्यो भने चाहिँ यसले यसलाई बाइपास गरेर आफै अगाडि बढ्छ है. यो चाहिँ एकदम गुड फिचर हो यो मिनी 4 प्रोमा. मिनी 5मा पनि छ, मिनी 4 प्रोमा चाहिँ आएको छ है. यो फिचर्स आएको छ. दिस इज वाट वी हेभ. एन्ड दिस इज RS2. हाम्रो स्क्रिन त्यसमै देखिन्छ. यो एन्टेना भर्टिकल राख्दा पनि मिल्यो अथवा यसरी गर्न पनि मिल्छ. यो चाहिँ एज रिक्वायर्ड होइन. कतिपय टाइममा चाहिँ त्यो कुन गर्दाखेरि चाहिँ त्यसले सेन्स मतलब त्यसलाई ट्र्याक गर्छ, त्यो बेसिसमा हुन्छ. त्यसपछि हामीसँग पछाडि छ यो होल्डर, यो जोइस्टिक टाइपको जस्तो हुन्छ कि है. अनि म यसलाई यो जोडेर देखाउँछु ल. यो चाहिँ हामीसँग यसरी यसमा यो जोडेँ. यो जोडेपछि नाउ हामीले चाहिँ अब यसलाई यसरी मुभ गर्न मिल्छ है, यसरी चलाउन मिल्छ. दिस इज 1. एन्ड एनदर इज आई निड टु टर्न अन दिस वान. See, this is turning on DJI. यसमा चाहिँ के हुन्छ भने यतापट्टि चाहिँ यो फोटो क्लिक हुन्छ, यतापट्टि यो रिकर्डिङ गर्ने हुन्छ है. अनि त्यसपछि गएर यो जुम इन जुम आउट हुन्छ यताबाट है. यो साइडबाट जुम इन जुम आउट हुन्छ. अनि यसलाई यहाँ एच लेखेको छ. एच लेखेको भने चाहिँ ओके स्क्रिन अन भयो. एच लेखेको भनेको चाहिँ हामीले त्यो ड्रोन उडिरहेको छ, एच थिच्यो भने चाहिँ यो अटोमेटिक आएर आफू जहाँबाट उडेको त्यहीँ रिटर्न टु होम हुन्छ है. यो त्यो हुन्छ. दिस इज रेडी. मैले यो स्क्रिन देखियो, ठिक छ, यो रेडी भयो. नाउ वी हेभ दिस ब्युटिफुल बोय इज हियर. लेट्स टर्न अन दिस वान अल्सो. See, it's turning on. See, what a beautiful piece, right? What a beautiful piece, see? Right? So cool, right? Yeah. यो देखियो होइन. मैले यो यसमा यस्तो हुन्छ, यस्तो यसले स्ट्यान्ड गर्छ र पछाडिको बेस आफै बस्छ. त्यो भएर यसरी टक्क आफै बस्छ, यसरी बस्छ यो लाइक दिस. ओके, एन्ड देन it is asking me to connect this RS2 with the drone. Activate DJI device, then agree. I hope yeah, I think I never try गर्न सक्छु. एकचोटि म ट्राई गर्छु ल. सिलिङ यति छ. Try. Aircraft successfully pinned. DJI gear refresh. Purchase within 48 hours. ओके, यसमा चाहिँ यो उसको लागि मागे, यसले यो ग्यारेन्टीको लागि मैले लिएको थिइनँ.